नमस्कार साथीहरू। के कुनै देश पूर्ण पतनबाट उठेर आधुनिक इतिहासकै सबैभन्दा सफल अर्थतन्त्र बन्न सक्छ? सन् 1994 मा रुवान्डाले 20औं शताब्दीकै सबैभन्दा भयावह मानवीय विपत्तिको सामना गर्यो। मात्र 100 दिनमा 5 देखि 10 लाख मानिसको हत्या भयो। देशको 1/3 जनसङ्ख्या विस्थापित भयो। पूर्वाधार ध्वस्त भयो। अर्थतन्त्र शून्यमा झर्यो। एकै वर्षमा जीडीपी 50% घट्यो। तर आज 30 वर्षपछि संसारले रुवान्डालाई अफ्रिकाको सिङ्गापुर भन्न थालेको छ। सफा सडक, आधुनिक प्रविधि र भ्रष्टाचारमा शून्य सहनशीलता। रुवान्डाले आफ्नो पहिचान पूर्ण रूपमा बदलेको छ। आजको यो प्रस्तुतिमा हामी बुझ्नेछौँ के रुवान्डा साँच्चै सिङ्गापुर बन्ने बाटोमा छ। जुलाई 1994 जब रुवान्डा पेट्रियोटिक फ्रन्टले देश सम्हाल्यो, त्यति बेला न त कुनै सरकार न त राजस्व उठाउने कुनै कर प्रणाली नै थियो। तर प्रतिशोध होइन, नेतृत्वले स्थिरता रह्यो। पल कागमीको नेतृत्वमा जातीय विभाजन हटाइयो र नयाँ राष्ट्रिय पहिचान निर्माण गरियो। सन् 2000 मा सुरु भयो भिजन 2020, जसले रुवान्डालाई कृषि प्रधान देशबाट ज्ञानमा आधारित अर्थतन्त्रमा लैजाने लक्ष्य राख्यो। यसका लागि ठोस कदम चालिए। सन् 1997 मा राजस्व एजेन्सीको स्थापना गरियो। त्यसबाट आन्तरिक राजस्वमा 39% बाट वृद्धि भई 60% सम्म पुग्यो। आज रुवान्डा केवल 6 घण्टाभित्र अनलाइनमा कम्पनी दर्ता गर्न सकिन्छ। डुइङ बिजनेस सूचाङ्कमा रुवान्डा विश्वको 38औं मुलुक बन्न पुगेको छ। रुवान्डाले सिङ्गापुरको प्लेबुक पछ्याइरहेको छ। जसरी सिङ्गापुर दक्षिण पूर्वी एसियाको व्यापारिक केन्द्र बन्यो, त्यसै गरी रुवान्डा अफ्रिकाको हब बन्न चाहन्छ। 1.5 अर्ब मानिसको साझा बजार आफ्नो स्थान बनाउन खोज्दैछ। तर वास्तविकता फरक छ। सिङ्गापुरको प्रति व्यक्ति आय $90,000 भन्दा बढी छ। रुवान्डामा केवल $1,000 अमेरिकी छ। सिङ्गापुर समुद्री पहुँच छ, तर रुवान्डा भूपरिवेष्टित देश हो। साक्षरता, प्राविधिक जनशक्ति सबैमा ठूलो अन्तर छ। त्यसैले रुवान्डालाई सिङ्गापुर भन्नु अहिलेलाई सपना जस्तै हो। रुवान्डाको सबैभन्दा ठूलो चुनौती उसको भूगोल हो। समुद्री पहुँच नहुँदा व्यापार अत्यन्त महँगो हुन्छ। दुबईबाट मोम्बासासम्म एक कन्टेनर ल्याउन $1,500 जति लाग्छ। तर त्यही कन्टेनर रुवान्डाको राजधानी किगालीसम्म पुर्याउन $4,000 सम्म खर्च हुन्छ। त्यसमाथि राजनीतिक अस्थिरता, भ्रष्टाचार र ढिलाइ सबैले व्यापारलाई झन जटिल बनाउँछन्। त्यसैले रुवान्डा अब हवाई मार्गमा लगानी गर्दैछ। रुवान्डाको निर्यात अझै पनि खनिजमा निर्भर छ। सन् 2024 मा $1.7 अर्ब खनिजबाट आयो। तर यसमा विवाद पनि छ। छिमेकी डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो बाट आउने खनिजको आरोप छ। यो यसका रुवान्डाका लागि गहिरो प्रश्न हो।
के विकास नेतृत्वसँग जोडिएको छ? पल केगेमीको पछि को हुनेछ? जबकि ली कुआन यूले सिंगापुरमा बलिया संस्थाहरू बनाए। साथै रुवान्डाको 73% सार्वजनिक ऋण भविष्यको जोखिम हो। चुनौतीहरू ठूला छन्, तर रुवान्डाको साहस अझ ठूलो छ। नयाँ अन्तर्राष्ट्रिय विमानस्थल भविष्यको सपना हो। यो एक जुवा हो, तर सफल भयो भने रुवान्डा अफ्रिकाको हवाई केन्द्र बन्न सक्छ। रुवान्डाको कथा एउटा सन्देश हो। यदि नेतृत्व र संस्था बलियो भए असम्भव पनि सम्भव हुन्छ। रुवान्डा अझै सिंगापुर बनेको छैन, तर ऊ सही बाटोमा छ। धन्यवाद।